साथीहरू आज चाहिँ हामी माथि लेकमा चाहिँ न्युरो टिप्न आएको थियौँ, बहिनी र म अनि आमा भएर। न्युरो न्युरो टिप्न आएको ठाउँलाई चाहिँ खिन्चुको पाखा भन्दछन् रे। अनि हामी त माथिबाट चाहिँ यहाँको दृश्य खिचिरहेको थिएँ मैले। अनि यो चाहिँ हामीले टिपेको न्युरो हो, यो चाहिँ बहिनीको हो। आमा चाहिँ त्यहाँ हुनुभएको छ, बहिनीले अझै न्युरो सँगार्दैछ। जाने बाटोमा चाहिँ खोला छ दोर्दी, हामी चाहिँ त्यति तिर भएर गएको थियौँ। खोलामा चाहिँ गएनौँ, आउने बेलामा मैले खिचेको थिएँ। भेडा पनि रहेछ बाटोमा, अनि मलाई चाहिँ भेडाको अगाडि जान डर लाग्यो। बहिनी र आमा चाहिँ जानुभएको छ। अब चाहिँ हामी फर्केको। थ्याङ्क यू अहिलेसम्म तपाईँहरूले चाहिँ मेरो भिडियो हेरिदिएकोमा।